आज चाहिँ मरेको मान्छे हेर्न जाँदा यस्तो पो भयो त साथीहरू। अलराइट साथीहरू, के छ त तपाईँको खबर अनि मेरो चाहिँ एकदमै सन्चै छ अनि तपाईँहरूको पनि फिट एन्ड फाइन छ होला भन्ने आशा राख्छु। अनि यहीँ परको एकजना हजुरबा खस्नु भएको रहेछ अनि म र आमा चाहिँ हेरिकन बिस्तारै बिस्तारै यता फर्किँदैछौँ घरतिर। घर आइसकेपछि चाहिँ यसरी भागभन्डा गरेर हामी अङ्गुर खानेतिर लाग्यौँ अनि लागिसक्दा यसरी एकछिन काम थियो क्या, अनि त्यहाँबाट काम गर्नतिर लाग्यौँ। यहाँ पछाडि चाहिँ एकदमै झोडी भइसकेको रहेछ अनि त्यहाँबाट आमाले यो खेल्नु पर्ने छ भन्नुभयो अनि त्यहाँबाट ल भनेर चाहिँ हामी लाग्यौँ खेल्नतिर एकदम मजाले। अनि एकछिन मेहनत गरिसकेपछि चाहिँ यस्तो दामी बनाइदिइहाल्यौँ हामीले। अनि त्यहाँबाट मेरो चाहिँ फेरि बोतल बोकेर जानुपर्ने काम थियो। अनि त्यहाँबाट यहाँ हेर्नु न यस्तो दामी कुकुर भेट देखियो नि हाम्रो ठुलो मम्मीहरूकोमा। अनि यसलाई चाहिँ नमुना चोक भन्छ अनि यसलाई चाहिँ नमुना स्कुल भन्छ है त साथीहरू। दुध लिएर चाहिँ म घर सरासरी आएँ अनि त्यहाँबाट यहाँनिर चाहिँ एकदमै धेरै दामी मौसम भइरहेको थियो अनि एक दुईवटा भिडियो पनि खिचेँ। घर आएर यसरी चिया खाएँ। मेरो भ्लग त्यति धेरै इन्ट्रेस्टिङ त थिएन, त्यही पनि यहाँसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। आजलाई यति नै, हस्त, बाई बाई।